हेलो साथीहरू, आज चाहिँ म फेरि पनि तपाईँलाई के देखाउन गइरहेको छु नि, हाम्रोमा चाहिँ बैगुन फलेको छ साथीहरू हैन। बैगुन मात्र हैन, अरू पनि फलेको छ। अब चाहिँ अस्तिको मकै चाहिँ यत्रो यत्रो भइसक्यो ल साथीहरू, यस्तो भइसक्यो है हाम्रोमा। ट्याक्कासँग घिरौला पनि देख्न सक्नुहुन्छ। देख्न मात्र हैन, अब एक दुई दिनमा चाहिँ यसलाई खाने बेला हुन्छ साथीहरू। यसरी फलिरहेछ है साथीहरू, पुरै चिप्ले भेन्डीहरू पनि सुरु हुँदैछ साथीहरू हैन। यता चाहिँ यस्तो छ है साथीहरू, त्यही अनि यहाँ चाहिँ हेर्न सक्नुहुनेछ। यो चाहिँ रातो ल साथीहरू, यो बोट अझ त्यस्तै हो, फलिरहेछ। त्यसपछिदेखि योचोटि सेतोलाई चाहिँ के भयो, म छक्क पर्छु। सेतो पनि सुरु हुँदैछ साथीहरू, सुरु हुँदैछ ल साथीहरू, यस्तै हो।